हेलो हेलो एभ्रिवान। आज बिहान बिहान उठेर आज भोट हाल्ने दिन हो। भर्खर उठेर मुख पनि भएन अनि भोट हाल्न जाने हो। कति बेला जाने हो थाहा छैन। भिडियो बनाउँछु भनेको खै मोबाइल लान। हेलो म रेडी भइसकेँ फाइनल्ली भोट हाल्न जानलाई। रेडी भयो अन्डर मलाई छोडेर जानुभएछ। म जान्छु अब। हामी भोट हाल्न हिँडेको अरे यो पनि भोट हाल्न हिँडेको लियो नाम लियो। यिनको पनि नामावलीमा नाम छ अरे के भोट लिस्टमा। कार्ड खै तिम्रो? भोटर लिस्टमा नाम छ अरे। भोट कार्ड खै लियो? यता हेर्देऊ त कार्ड छ कि नै तिम्रो भन्देऊ त। ह ए छ कि नै तिम्रो कार्ड भन्देऊ। नाइ गर्छ अहिले भन्देऊ। भिड त धेरै खासै छैन भन्नु नि त। बाहिर त रहेछन् अलिअलि मान्छे। बिरालोले नि भोट हाल्ने अरे। यो चाहिँ मतदान केन्द्र हाम्रो। म 10सम्म पढेको स्कुल हो यो। माया लाग्छ मलाई स्कुलको। भित्र चाहिँ मोबाइल लान पाइँदैन रहेछ। मोबाइल चाहिँ बाबाले दिएर छोड्छु अनि एकछिन मम्मीलाई कुरेर सँगै जान्छ भोट हाल्न। भोट हाल्यो गाइज भोट हाल्यो। भोट हाल्यो भित्र लानु पाइने रहेछ मोबाइल अनि अँधेर आउँछ यसरी खिच्छु खै। यता हेर्नु त भोट हाल्यो भोट हाल्यो। आउनु त मम्मी यसको काम। भोट हाल्यो फर्स्ट टाइम भोट हाल्यो। फर्स्ट टाइम भोट हाल्यो। मैले भोट हालेर भ्याएँ। यहाँ छ प्रुफ। मैले भोट हालेको। केमा हालेँ अब त्यहीँ गसी थाहा हुन्छ। त्यहीँ बुथमा गएर हेरेपछि के थाहा घन्टीमा भनेर पछितिर गएर अरूमा हाल्नुभयो कि। मैले घन्टीमा नि हालेँ, तारामा नि हालेँ, रुखमा नि हालेँ, सूर्यमा नि हालेँ, हलो सलो सबै त्यहाँ भएका जति सबैमा ट्याङ 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 पारिदिएँ। ड्याङका ड्याङ। भगवानमा सबैमा हालिदिएँ ड्याङका ड्याङ। भोट हालेर सक्यो। बिहानै सकेको। आमा बल्ल आउँदै हुनुहुन्न रहेछ परबाट। घर नजिकै मतदान केन्द्र हुनुको फाइदा। यो बाटोमा कतिचोटि हिँडिसकेँ 2-3 चोटि भइसक्यो म हिँडेको। आयो गयो हिँडेखा जति बेला नि। ए हेलो मम्मी पनि यही हुनु रहेछ। हेलो गरिदिनु। हेलो कस्तो लाग्यो आज भोट हालेर सकेपछि? एकदम ठिक लाग्यो। खुसी लाग्यो रमाइलो लाग्यो। मलाई फर्स्ट टाइम भोट हाले। हुन्छ ल जाऊ। कति बेला निस्किनु भएको त नि? म उता घरै गएको छैन। ए हो ल उहाँबाट बल्ल आएको। ए रमाइलो एकदम एक्साइटेड छु म अझै रिजल्टको लागि। अनि सुरुमा त डर लाग्यो एक्जाम दिन जानला जस्तो लाग्यो। फर्स्ट गेटबाट छिर्ने बित्तिकै। अनि त्यसपछि वहाँ पुगेपछि चाहिँ मिस्टेक हुन्छ कि भन्ने लतपतिन्छ कि भन्ने मात्रै डर थियो। अरू त केही थिएन। हाल्ने त ढुक्कै थियो। अनि आमा बल्ल आउनुभएको। ए कहाँ बस्नुभयो? यत्तिकै त्यहीँ स्कुलसम्म हिँडेको। भोट हालेर कसले हालिदियो? को गयो हजुरसँग? पवन दाजु जानुभयो? चुपचाप 4 आना बोलेपछि 8 आना हो है बोल्न हुन्न। यो मेरो गाउँ हो पुरै। हरियाली रम्पम पम 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 पम। दादा भोट केमा? तारामा। भन्न पर्यो। अब सके भोट हाल्ने त अब सबै सकिसक्यो होला नि। यहाँ अब सबै पार्टीका जम्मा भएछन्। कोही एकातिर कोही अर्कोतिर कोही कतातिर। अब मतपेटिका उठाउने बेला भएको हो। यहाँ ती म्यादीहरू जम्मा हुँदैछन् मतपेटिका प्याकिङ गर्नको लागि। अनि त्यसपछि गाडी आउँछ र लैजाने होला। सबैजनाको अब छलफल डिस्कसन के हो हुनुपर्ने सबै हुँदैछ। मान्छेहरूको रमाइलो छ माहौल। यही हो हाम्रो चुनाव। हजुरलाई केही भन्नु छ? मलाई केही भन्नु छैन। कस्तो फिल भइरहेको? एकदम रमाइलो फिल भइरहेछ। दिनभरि घर जानु भएन क्या? दिनभरि घर गएको छैन। एकदम रमाइलो फिल भयो। अब एक्साइटेड
एक्साइटेड पनि एक्साइटेड पनि छु अनि अब म केटीको पठाएर घर जाने हो अब त्यहाँ प्याकिङ हुँदैछ होइन नर्भस फर द रिजल्ट एक्सपिरियन्स भन्छु एक्सपिरियन्स कस्तो भयो भनौँ फर्स्टमा सुरुमा त एक्साइटेड नै थियो धेरै फर्स्ट टाइम भोट हाल्न लाग्यो त्यो पनि एक्साइटेड नै थिएँ अनि पछि मोबाइल लानु दिँदो रहेछ भित्र बाहिरै छोड्नुपर्ने गेट बाहिरै छोड्नुपर्ने रहेछ अनि त्यसपछि मोबाइल त बाहिरै छोडेँ मैले बाबाले दिए छोडेँ अनि भित्र छिरेपछि बाहिरसम्म त एक्साइटेड थिएँ ल कति बेला गर्नु भनेर भित्र गइसकेपछि भित्र छिर्ने बित्तिकै त इक्जाम हलमा छिर्न लाग्यो जस्तो फिल भयो इक्जाम हलमा छिरे जस्तो फिल भयो मुटु ढुक 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 गरेर अनि त्यसपछि ढुक 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 गरेँ होइन पुरा सेम इक्जाम हलमा गएको फिल भयो कि एकदम अनि त्यसपछि गएँ लाइनमा लागेँ एकछिन 10-15 मिनट जति लाइनमा लागेँ अनि लाइनमा लाएर अनि गएपछि अनि साइन गरायो लगाइदियो प्रुफ भोट हालेको प्रुफ प्रमाण अनि त्यसपछि गएँ हालेँ ड्याङका ड्याङ सुरुमा प्रत्यक्षमा हाल्नुपर्दो रहेछ त्यसपछि समानुपातिकमा हाल्नुपर्दो रहेछ फर्स्टमा चाहिँ एउटा मात्र दिँदा रहेछन् प्रत्यक्षको मात्र अनि हालेँ अनि अर्कोचोटि त्यहीमा हालिसकेपछि चाहिँ अनि पछि बल्ल समानुपातिकमा हाल्नुपर्दो रहेछ अनि त्यसपछि निस्केँ म र मम्मी सँगसँगै गथ्यौँ सँगसँगै गयौँ सँगसँगै निस्क्यौँ अनि मेरो आजको एक्सपिरियन्स यति नै गाइज बाई बाई थ्याङ्क यू फर वाचिङ टिल द एन्ड